मत्ती 11:28 म पढ्न चाहन्छु। यहाँनिर यसरी लेखिएको छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। आज सारा बोझले दबिएकाहरू अनि जति पनि थाकेकाहरूलाई आज परमेश्वरले बोलाउँदै हुनुहुन्छ। आज कुनै पनि व्यक्तिलाई मात्रै होइन, कुनै पनि जातिलाई, कुनै पनि भाषीलाई मात्रै होइन, हाम्रो प्रभु येशू ख्रीष्टले सारा संसारका मानव जातिलाई नै उहाँले प्रेम गर्नुहुन्छ अनि सारा मानव जातिले नै आज उद्धार पाउन्, मुक्ति पाउन्, आनन्द जीवन पाउन् भन्ने उहाँ चाहनुहुन्छ। अनि त्यस कारणले गर्दा हाम्रो प्रभु येशू ख्रीष्ट यो संसारमा सबै थाकेका, बोझले दबिएकाहरूलाई आज विश्राम दिनको लागि चाहिँ उहाँ आउनु भएको थियो। अनि त्यस कारणले पनि उहाँले भन्दै हुनुहुन्छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम